पैसा पठाउनु पर्यो रिसै उठेको के हो बाइजु त्यो दुःख भएर फेरि बसिरहेको दुःख त पाइहाल्छ नि कहिले सुनाएर आउँछ कहिले के हुन्छ हाम्रो त दसैँ आयो क्या अब के गर्ने होला हेर्नु त अब भोलि हामीले धनगढी जानुपर्छ धनगढी जानुपर्छ किन जानुपर्छ धनगढी अब उहाँ काजी कहाँ जानु परेन अब सुनचोरलाई पनि तँलाई अब फोन गरेर पाइदिए त हुन्थ्यो मेरो फोन पनि कहाँ स्विच भयो अस्ति फ्याट गर्नेलाई जाउँ मलाई त रिस उठिसक्यो यो काजीहरूलाई कहिले पनि यस्तै काण्ड भइरहेको हुन्छ अब त आउनु मात्र नि त्यो अझै किन मलाई अब त अर्को कामदार राख्नु पर्यो एक्स्ट्रा राख्नु अब के गर्नु सागपात गर्नु पर्यो माथिको जाँदा ओखो एक डब्बा 2 डब्बा 3 डब्बा 4 डब्बा 5 डब्बा अब यो काची घरमा त त्यो मेरो हातमा पर्यो अझ लक्सी पनि आउँछ अब मैले तेललाई पनि गरे घरको यहाँ घुमेर काम गरेछु भाइजू तपाईको बिस्तार गर्न लागि के भन्ने मान्छे म यो खान्छु के सोचेको तिमीले मलाई हान्नु कहिले गयो हान्नु मान्छे भान्जी भन्नु पर्यो नि आज भान्जी यो घर बेच्दिनु सक्नु पनि मलाई धेरै रिस उठाउँछ नि एउटा त छिटो सब गया अब घर बेच्नु पर्यो कोही छैन घरमा कोही आए त म बेच्दिन्छु मलाई कम बेच्छु क्या तिमीले एउटा कुरा सुन्यौ सुनेको त्यो काजीले त के भन्दै थिए घर बेच्ने कुरा गर्दै थिए अरे घरमा छैन अरे त्यही भान्जा पनि घरमा छैन अरे आफै एक्लै बरु बनाइरहेको थिएँ कतिमा बेच्ने अरे सोध्यौ सोधेन जाउँ सोधौँ हामीले त आज सोध्न जाउँ न कतिको भने नि पैसा यत्रो बिल्डिङमा पैसा छ त्यो चाहिँ त छैन हाम्रो त पढाएको गाडी यत्रो घरतिमाको हौसला छ किने छ नि छ जाऊ लिएर पैसा बेच्छु म मेरो लन्डन छ मेरो बुढा पनि इन्डिया छ पढ्ने मान्छे हेर्दै छ यत्रो घर जाऊ पैसा लिएर यत्रो औकात भए जाऊ हेरौँ ला कस्तो औकात छ
जाऊ यो घर यत्रो घर किने औकात राखेर बाजीको गर्थेँ भने पैसा छैन अर्को काम छैन भने राख्यो अर्को साल हामी पैसाको मार्छौँ त्यस्तै घर मेरो त बुढाले किनिदिन्छ त्यसका मुखमा पैसा हालेर